हाम्रो बिजनबारी ग्राम पञ्चायत एरियामा यो मेन रोड जाने यो गोरु गोसखानदेखिको साइडमा हाम्रो गोर्खे हाट लागिरहेको छन् र आजदेखि यो बिजनबारीमा खै बुहारी अलिकति यो हाम्रो बिजनबारीमा गोर्खे हाट सम्पर्क भइरहेको छ र यहाँको महानुभावहरूलाई आइदिने हामी अनुरोध गर्दैछौँ र यहाँनिर सबै महानुभावहरू हुनुहुन्छ र आजदेखि हाम्रो यो सुरुवात कस्तो प्रकारले चल्दै रहेछ र कस्तो हुन्छ भविष्यसम्म यसले कस्तो ऊर्जा लिनु सक्छ भन्ने हेतुले नै यो आज हाम्रो बिजनबारी एरिया यो बिजनबारी ग्राम पञ्चायत एरिया पर्छ है। यहाँ उहाँहरूले गोर्खे हाट राख्नु भएको छ, सबै कुरो यहाँ पाइन्छ है। यहाँको महानुभावहरू आइदिने हामी अपिल गर्छौँ है। यो हाम्रो गोर्खे हाटमा है, यहाँ हेर्नुहोस् थरीका सामानहरू हाम्रो गोर्खे हाटमा उहाँ दाइहरूले ल्याउनु भएको छ है। यहाँ हाम्रो चेलीबेटीहरूले किन्नु हुँदैछ, उहाँहरूले चोइस गरेर आफ्नो सामानहरू किन्नु हुँदैछ र यहाँ हेर्नुहोस् हाम्रो नेपाली चेलीबेटीहरूको सामग्रीहरू यहाँ पाइन्छ है। यस्तो प्रकारले सजाएर राख्नु भएको छ। आउनुहोस् है, तपाईँहरूलाई इच्छुक हुने महानुभावहरूलाई चेलीबेटीहरूलाई है यहाँ आइदिने हामी अपिल गर्छौँ। आजदेखि सुरुवात भइरहेको छ यो गोर्खे हाटमा। यहाँ चाहिँ उहाँहरूको हो र उहाँहरू सबैजना आउनुभएको छ र तपाईँलाई कस्तो के विचार खुसी लागिरहेको छ यो गोर्खे हाटको विषयमा? रमाइलो लागिरहेको छ। यो गोर्खे हाट भन्नाले तपाईँहरूले बुझिहाल्नुहुन्छ, यहाँ गोर्खे हाट मात्रै होइन, यहाँ सांस्कृतिक हाट पनि यहाँनिर एड गरेको छ है। संस्कृति भन्नाले तपाईँहरूलाई विदित भएको कुरो हो र यो हामीलाई यो संस्कृति बचाउनु जरुरी छ, गोर्खे हाट बचाउनु जरुरी छ। अहिले दिन प्रतिदिन हाटहरू लोप हुँदै जाँदैछ है र यसरी यो गोर्खे हाटको जुन चाहिँ यहाँ सुरुवात छ मलाई चाहिँ राम्रो लागिरहेको छ। उहाँ सरलाई यति भन्दै है हामी धन्यवाद दिन चाहन्छौँ र यहाँ हाम्रो दुईजना मेम्बर्सहरू हुनुहुन्छ हाम्रै बिजनबारी ग्राम पञ्चायत है। अच्छा मनोजजी नमस्कार है। तपाईँले यो गोर्खे हाटको विषय आज गोर्खे हाट लागिरहेको छ है, तपाईँलाई यो कस्तो लागेको छ यो अलिकति छोटो जानकारी दिनुहोस् न। सर्वप्रथम आयोजक समितिलाई धेरै बधाई एवं शुभकामना है आगामी दिनको लागि। बिजनबारी पूर्वबजार ग्राम पञ्चायत अन्तर्गत यो परिसरमा जुन चाहिँ गोर्खे हाट लागिरहेको छ भविष्यमा गएर यो फुलोस् फलोस् बढोस् भन्ने शुभकामना दिन चाहन्छु। धन्यवाद। हुन्छ, धन्यवाद।